गाइजहरु हामी चाहिँ आज हाम्रो ठुल्दाइकोमा जाँदै गरेको टिका लाउनु टक्कसँगले हैन। अब कोसीले चाहिँ यस्तो खतरा बोकेको छ है। जानु चाहिँ जाँदैछौँ बुढाकोमा हैन। आज टिकाको दिन अब हेरौँ बुढाले कति दक्षिणा दिन्छ। कोसीले चाहिँ दर लगेर जाँदैछौँ। आज चाहिँ हामी टिका लाउनु जाँदैछौँ जेठो पाकोकोमा। साह्रो पर्यो ए टक्क यहाँ चाहिँ फेरि यो चौचौको खोलमा चाहिँ रेडबुल छ ल। चौचौ नसम्झिनु हामी जाँदैछौँ। हुस्से लागेर खतरा भइरहेछ राखे जस्तै। अब जेठो पाकोकोमा टिका लाउनु गएको। दक्षिणा कति दिने हो जेठो पाकोले भरे हामी दक्षिणा प्रचार गर्छौँ नि। हामी टाढो टाढो टिका लाउनु जाँदै गरेको खाजा खाँदै। बुवा जेठा दसैँ मान्न आइपुग्यौँ है। बुवा जेठा चाहिँ गेम खेलेकै खोइ घरपट्टि त कोही छैन त। खोइ कहाँ गएको दियो कलास रेडी गरिराखेर यहाँ ल। जेठो पाकोलाई लगाइसक्यो टिका ल। बानान नै तेजियामा ल ल यहाँ देखा त अब मेरो पाला यहाँ अलाकै भिडियो मेरो पुरा यहाँ फोटो सेसन हुँदैछ। खुट्टाहरू ननिकाल्नु होला है। तिहारको हाम्रो रोगहरू तिहारको त रोग त नि फोटो खिची बस्नु भन्दा भिडियो गर्नु ठिक हुन्छ। पछाडि गरेको छु हौ मैले। उन्नति प्रगति गर्नु। जन्मिँदा त तै अगाडि जन्मिछु नि छोरा परिस् त आशीर्वाद भट्याउन रामरी दिनु है कोपा के माग्दिनु भयो। आकेको ताकेको पुगोस् भएको सबै कुरामा सफल होस्। मेरो पालो वाला मुनाले मङ्सिरमा बिहा खाओस् है रामरी मङ्सिरमा बेचे नखाए यति छिट्टै नम्बर बाई नम्बर टिकाइराख ल। एउटा एउटा खिच्दै तर राम्रो खिच्छ क्या मोमो। म त यिनीहरूलाई यहाँ फोटो खिच्छ मोमो चाहिँ गाल्नु पर्न थापीको बस्दो रहेछ। दक्षिणा थापेको होइन हौ अब त्यहाँ सबैलाई लहरा राखेर क्यामेराम्यानहरूलाई नै अब आज चाहिँ मोमो त्यहाँबाट चाहिँ फोटो मात्र है एउटा एउटा। माथि पिकनिक खान आएको छ त्यहाँ गएर ड्याङ काट्यो। अनि त्यहाँ छ भाउजू दक्षिणा दबाई दक्षिणा
दाजुले दिएको दक्षिणा खोलेर नि दिएको। मलाई त धेरै दिनु पर्यो। बुहारी र मलाई त धेरै दियो नि। दक्षिणा दक्षिणा मलाई त धेरै दिनु पर्यो, बाटो खर्च हुन्छ बाबा। तिम्रो पनि टेन्सन नगर अहिले मलाई। म त मुखमा दबाई लाएर दक्षिणा खोजेको छु कोही पानी छैन यहाँ ताती कता लगो त्यसलाई त बिर्सिए पो राखेको छु फेरि निर्जु फोटो चाहिँ हाम्रो रमेश चाहिँ फोटो चाहिँ के हो यो खाने भोला खाने ल दसैँमा चाहिँ टिका लाएर टक्कसँगले मलाई त यहाँ राख्दैन यहाँ सबैजनाले यहाँ खाँदैछन्